कमाले जेठी माइजू कान्छी माइजू सानी सानीमा अनमोलको माइजू ठुले आमा यता ठुली आमा यता आमा यता माइला मामा गोविन्द दादा पछि खिचाउला नि त ल स्टोरी त किन खट्छ फोटो खिच्नु पर्यो को तारा कता छ अब अहिले कुस नबोक्नु होला एउटा एउटा टुक्रा लिनुपर्ने हुन्छ पहिले कुस लिनु भनेको होइन कुस लिनु है हातमा भनेको छैन ल अहिले अहिले कुस लिनु पर्दा फुल सबैका अगाडि कुसको टुक्रा पनि बाँडिदिनुहोस् सुन्नु ल तपाईँहरू बोल्नुभयो भने यहाँ यताको कुरो सुनिँदैन भरे दोष आँदै हुन्छ कि बुझिँदैन कुस बाँड्नुहोस् फुल पनि बाँड्नुहोस् अक्षता बाँड्नुहोस् पञ्चपता र तिलानी र नैवेद्यका भेटेर हुन्छ तपाईँहरू थोरै गलत बस्नुभयो यता बस्ने दक्षिण पर्नुभयो तपाईँहरू पूर्व जानु होला पूर्व पश्चिम उत्तर बस्नु होला दक्षिणतिर चाहिँ नबसिदिनु किनभने टुक्रुक्का नबस्ने अनि कार्यक्रम चाहिँ छोटो हो यो तर नियम र प्रक्रिया दिएर छ पञ्चगव्य प्राशन गरिसक्नु भएन अथवा गहुँ खाइसक्नु भएन सक्नु भयो नि सबैले मामालाई म एकचोटि उठाउनु पर्ने अवस्था आयो क्षमामा एक दुईवटा दुना र स्वास ल्याइदिनु त्यो दुनैमा छ भित्र पानी पक्रिने बेला अलि भएको छैन ल नलिनु ल अलि भन्छु अनि मात्रै लिनु ल पानी डालिने बेला अहिले पक्रिँदा अडी आइरह्यो नि होइन माइजूले समाज देख्दै हुनुहुन्छ नि त अहिले तिलानीको भाँडो घुम्छ यहाँबाट सबैको बजार चाहिँ आफ्नो कुस लिने अगाडि गरेर यसरी पानी अडाउने सङ्कल्प भन्दा चाहिँ भाँडो एकपल्टको घुम्छ सर्सिङ हो एकजनालाई सर्दा हुन्छ मिसिना दुना चाहिँ अगाडि राख्नुहोस् त्यही बेरेको मैले अहिले बनाएको लड्डु पनि एउटा चढाउनु हुन्छ अघि भन्ने भनेर थियो तर ढाबा घुम्न चाहिँ घुम्ने आएर नि त अहिले हुनुपर्छ नि उठेर यो बाली होइन उस्तै हो अझ नेपालीको संस्कृति भनेका झन् धेरै शब्दहरू हुन्छन् बुवा आयो भने आमा आयो भने यो कमेन्ट भन्दाखेरि सबैलाई भइहाल्छ अक्षता पनि दौडेमा बनाउँ त युको भन्दा सबैलाई आउनुहोस् जानुहोस् भन्ने किसिमको शब्द यहाँ छैन यहाँ पनि छैन यो अक्षता माथिलाई त तिलको ल्याउनु पर्छ नि हैन जहाँ म अक्षता चल्दैन ल भन्छु त्यहाँ चाहिँ अक्षता टचै नगर्नुहोस् तिल ल्याएको छ तिल माथिलाई त तिल चाहिन्छ सुन्नुभयो सबैजनाको अगाडि के छ फुल छ अक्षता छ कुसको टुक्रा छ अनि उभिने हो त कुर्सी ल्याएर बस्नु न कुर्सी ल्याएर बस्नु न हुन्छ हुन्छ ल्याउनु न जस्तो आफ्नो शरीरको अवस्था त्यस्तै गर्नु पर्यो नि त यहाँनिर आउनु न यहाँनिरबाट किनभने यसो अब हो त्यहाँबाट कुराकानी गफका फेरि संशोधन गर्ने कुराहरूले गरिसक्नु ल अनि यहाँ जानुहुन्छ अहिले नमस्कार पनि गर्नु भनेको छैन पानी पनि पठाउनु हुँदैन धैर्य धारणबाट ल सुरु गरौँ ल के गर्नु
एकजनाले तिलानी पानी सबैलाई छिटिदिनु त अलिकति जाडो छ थोरै छ मलाई अनि ओम पवित्र पवित्रो वा सर्वावस्थां गतो पुनरीकाक्ष सवाय वेन्तर शुचि ओम पुनरीकाक्ष पुनादो पुनरीकाक्ष पुनादो पुनरीकाक्ष पुनादो पुनन्दो मां देवजनः पुनन्दो मनसाधिया पुनन्दो विश्वभूतानि जातवेदा पुनिहिमा सर्किनु भयो स्वरसिंह पनि छादिनुहोस् ओम परशपन्त ये भूत मान्छेलाई होइन जग्गे मरिबल ल ये भूत भूमि संस्थिता ये भूत विनकर्ता र तेन सन्तो शिवगया आप क्रामन्त भूतानि पिचाचा सर्वसोदिशं सर्वेषां विरोधेन पूजा कर्म समारभेद अब सिङ्के धूप अथवा अगरबत्ती अथवा धूपबत्ती भए पनि बाल्दिनु त भुइँको पूजा गराउँछ एकजनाले सरक्क जानु एकजना चुप्प लागेर जानु बालेर आउँदा मच्चिस मसँग चाहिँ यहाँ ल एकजनाले त्यो माथिको मूल त्यो हजुरबाको अगाडि छ त्यहाँ दियो त्यहाँ बाल्दै गर्दै मच्चिस मसँग छ ल एकजनाले बालिदिनुहोस् त हो त्यो मात्रै बाल्नु अरू नबाल्नु है उता फर्काउनुपर्छ पूर्व टुप्पो रातोपट्टि बाल्ने हो त्यता यता यता माथि गेस्ट हाउसपट्टि बाल्नु न आफूतिर फर्काउनु न त्यो बाल्दै गर्नु त ओम स्थिर भव विडवङ्गा सुरभवाञ्जरवन्ना प्रजनभव सुखदस्तं मङ्गले पूरिकवाहणा कर्म साक्षिणे दीप नारायणाय नमः पूर्व फर्काउनु होला टुप्पो चाहिँ छिटो बाल्नु ल दोहोरा चाहिँ ल भुइँमा यसो घुमाएर एकतिर त्यो धुपादी राखिदिनु अहिले हात पोल्छ ओम भोरसी भूमिरसी दिदिरसी विशदाय पवन सदा तीर्थ पत्रङ्गमाय गुंसी यी पूजा गरिदिनु त अगाडि जस्तो अगाडि फुल अक्षता छ रेखिहालेको भुइँमा पूजा गरिदिनु त्यो माटोमा ल ओम अस्मा चमै प्रतिका चमै गिरया चमै पर्वता चमै सुगदा चमै हिरण्यन चमै श्याम चमै शीर्षन चमै द्रभु चमै जन्येन कल्पन्तामा पृथ्वीलाई ढोकिदिनु होला नमस्कार गरिदिनु त छोएर पृथ्वी द्वादृता लोका देवी तम दृष्टादिता तम च धारे वाम देवी पवित्र गुरु शासनम ओम कुर्मासनाय नमः कमलासनाय नमः पद्मासनाय नमः पृथ्वी नमः आधार शक्तये नमः यज्ञ भूमै नमः ढोकिसक्नुभयो ल सबैजनाले फुल अक्षताहरू एउटा पैसा जाने एकजनाले लिनुहोस् कर्ताले र एउटा फल पनि लिनुहोस् एकजना लिन त्यति अरूले फुल अक्षता लिन आउँछ नबोलिकन गर्नु होला स्वस्ति वाचन लिइसक्नुभयो अब हामी धेरैजना छौँ धेरैजनाको मनमा एउटै कुरा हुँदैन आफ्ना आफ्ना लक्ष्य हुन्छन् आफ्ना आफ्ना इच्छा आकाङ्क्षाहरू हुन्छन् केका लागि के गर्ने के उद्देश्य यस्ता यस्ता हुन्छन् होइन ती सबै आफ्नो आफ्नो सम्झिनु होला ओम गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरुर् साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः श्री गुरुचरणकमलेभ्यो नमः परात्पर गुरुचरणकमलेभ्यो नमः परमेष्ठी गुरुचरणकमलेभ्यो नमः अस्मत् श्री गुरुचरणकमलेभ्यो नमः मङ्गलमूर्तये नमः हरिः ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न तार्क्ष्योररिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु बृहदस्व मरुतः वृष्णिमातरः शुभं ज्यावानो विदधि भुजगमयम् अग्निजीवा मनवः सूरचक्षुषो विश्वे नो देवा अवसागमन्यः भद्रं कर्णेभिः श्रीयाम देवा भद्रं वसेम चभिर्दद्राः तिरैरङ्गै तुष्टुवागुं शतनोभिर्वसे महि देवहितं जदायुः शतभिन्नो शरदो अन्ति देवा चत्रान सक्रचरसां तनूनाम् पुत्रासो चत्र पितरो भवन्ति मानो मद्यारीरिहदायुर्गन्तोः अदितिर्देवरदितिरन्तरिक्षमदितिर्माता सपिता सपुत्रः विश्वे देव अदितिः पञ्चजन अदितिर्जातम् अदितिर्जनितं माद्योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोहदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिः ब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि
जदो जदः समीहसे ततो नो अभयं कुरु षण्णः कुरु प्रजाभ्यो भयन्न पशुभ्यः गणानाद्वा गणपतिगुं अवामहे याणाद्वा प्रियपतिगुं अवामहे निधीनाद्वा निधिपतिगुं अवामहे वसो मम आहमजानि गर्भधमातो मजासि गर्भधम्मा अम्बे अम्बिके बालिके नमानयति कसना स्वसतसुखः सुभद्रिकां काम्पीलवासिनीम् ओम श्री ब्रह्मा गणाधिपतये नमः लक्ष्मीनारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः सची पुरन्दराभ्यां नमः मातृ पितृ चरणकमलेभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः वास्तुदेवताभ्यो नमः ग्रामादि देवदेवताभ्यो नमः एतत् प्रधान देवताभ्यो नमः लक्ष्मीनारायणाभ्यां नमः शुभगजैकदन्तः कपिलो गजकर्णक लम्बोदर विकटो विघ्नाशो विनायक धूम्रकेतु गणाध्यक्षो भारतचन्द्र गजानन द्वादशैतानि रामानि यपटे चिन्यादवि विद्यारमे विवाहे च प्रवेशेन्द्रिकमे तथा सङ्ग्रामे सङ्कटे चैव विघ्नतस्य न जायते शुक्लं वरदनं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नं वदनं ध्यायेत् सर्वविघ्नोपशान्तये सिद्धार्थ पूजितोय सुरासुरे सर्वविघ्नहरः तस्मै गणाधिपतये नमः सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्तुते सर्वदा सर्वकार्येषु नास्ति सर्वमङ्गलं येषां हृदिस्तु भगवान् मङ्गलाय तनो हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदे गृहस्मरामि लाभस्तेषां जयतेषां कुतस्तेषां पराजय येषां विधिपरस्यां हृदयस्थो जनार्दन यत्र योगेश्वर कृष्णो यत्र पार्थो धनुर्धर तत्र श्रीविजयभूतिर् ध्रुवाणि तिर्मतिर्मम अनचिन्तयन्तो मां बीजना परिभाषते तेषां नित्यभियुक्तानां योगक्षेम वहाम्यां स्मृते सकलकल्याणं भाजनमित्र जायते पुरुषं तपसं नित्यं व्रजामि शरणमणिं सर्वेश्वरं कार्येषु त्रय श्री भुवनेश्वर देवादिसन्तो नासिद्रि परमेशान जनार्दन विश्वेशां माधवं गुण्डिं दण्डपाणि च भैरवं वन्दे काशीं गंगा भवानी मणिकर्णिकां वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा विनायकं गुरुं भानो ब्रह्म विष्णु महेश्वरं सरस्वती प्रणम्यादो धर्मकामार्थ सिद्धये सर्वकार्यार्थ सिद्धये श्रीमन्मा गणाधिपतये नमः सिद्धिबुद्धि सहिताय सावधायकं गणपतये नमः मङ्गलमूर्तये नमः सबैजनाको यताबाट एउटा बोता माल्दै जानुहोस् अनि त्यो बोतो लगाएर रातो रुमालबाट गणेशजीमा अर्पण गरिदिनुहोस् ओम सिद्धिबुद्धि सहिताय सावधाय श्रीमन्मा गणाधिपतये नमः मङ्गलमूर्तये नमः गणेशजीमा चढाइदिनु यता यता भइसकेको छैन सबैजनाले एक एकवटा कोषका टुक्रा हातमा बोकिराख्नुहोस् त तिलानीको बटुको यहाँबाट घुम्दै आउँछ ल तिलानीको भाँडो जान्छ त्यहाँबाट घुम्दै घुम्दै पानी पक्रिनुहोस् संकल्प गर्दा नबोल्नु होला गफ नगर्नु होला त्यो गफ गरेका कुरा पनि संकल्पै हुन्छ कोषको टुक्रा लिँदै एक एकवटा लिनुहोस् पानी आउँदैछ ल घुम्दै घुम्दै नआत्तिनु हिँडिरहनु पर्दैन तिलानी पानी छ अडिन्छ नि ल हरिओम आफ्नो आफ्नो लक्ष्य कामना इच्छा आकांक्षाहरू संकल्प गरेको यो मनै हो संकल्प गर्ने मन हो विकल्प गर्ने मनै हो हरिओम तिथि विष्णु तथा बारो नक्षत्र पुनरेव च योगं च कर्णं चैव सर्वं विष्णुमयं जगत् जले विष्णु थले विष्णु विष्णु पर्वतमस्तके ज्वालामाला कुले विष्णु सर्वं विष्णुमयं जगत् हरिओम तत्सत् ओम तत्सत् ओम तत्सत् ओम विष्णु 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 श्रीमद्भगवत महापुराण पुरुषस्य विश्वराज्ञया प्रवर्तमानस्य सकल जगत् सृष्टिकारिणो ब्राह्मणो निदित्या प्रार्थे श्री श्वेता वराह कल्पे वैभव स्वतः मन्वन्तरे अष्टाविंशतितम युगे शतत्रेता द्वापरान्ते कलियुगे कलियुगस्य कलिप्रथम चरणे अतल वितलादि सप्तलोकानाम् उपरिभागे भूर्भुवादि सप्तलोकानाम् अधोभागे जम्बूद्वीपे भरतवर्षे आर्यवन्तरगते बौद्धवतारे श्रीमद् विष्णु प्रजापति क्षेत्रे मुक्तिनाथ स्वर्गधरी देवघट गजरमोक्ष जनकपुर धाम चतारा धाम पराक्षेत्र पिण्डेश्वरी सबलङ्कृते मानसरोवर दामोदर कुण्ड नागकुण्ड लेखकुण्ड गोसाई कुण्डादि अनेक ताल विभूषिते अष्टविनायक अष्टकुलनाग गोरखनाथ सिद्धनाथ मच्छेन्द्रनाथ भैरवनाथ चन्दनादिनाथ संरक्षिते शालग्रामादि बाणलिङ्गादि प्रतिष्ठिते गोकर्ण मत्स्यपुत्र धवलगिरी गौरीशङ्कर कुम्भकर्ण इत्यादि हिमशैला विराजिते श्री शैलेश्वरी दक्षिण काली गुह्य काली मैदान काली दन्त काली रक्त काली सिंहवाहिनी पाथिभरा पञ्चकन्या गजरमुखी माइपोखरी मनोकामना त्रिपुर सुन्दरी सेती देवी महारानी शक्तिपीठा चण्डेश्वरी कर्णाली बागमती विष्णुवती गण्डकी त्रिशूली सप्त कौशिकी
कनकाई माई जोगमाई खुवा पुवामाई अरुण वरुण तमर काबले दुधकोशी सुनकोशी भोटेकोशी टाङटिङ भिरिङ सिद्धि पवित्र जल पाविदे व्यास वशिष्ठ वाल्मीकि श्रृंगे मुनिनाम तपोभुवो नेमुनि पालिते नेपाल देशे पूर्वदिक भागे कोशी प्रदेशान्तर्गत मेची अञ्चलान्तर्गत इलाम जनपदान्तर्गत सिद्धि भिडियोमध्ये गोगनेति नामी ग्रामस्थले जनपद संख्याका सप्तमस्थाने गोगनेति नामी ग्रामस्थले षष्ठी संवत्सरणा मध्ये सिद्धार्थी नाम संवत्सरे शिशिर ऋतौ रवि उत्तरायणे मास तमे मासे सौरेण फाल्गुन मासे चान्द्रेण फाल्गुन शुक्ल पक्षः प्रतिपदायां परिपूर्णतिथौ बुधवासराय मृदायां शतभिता नक्षत्रे कुम्भ मिथुन राशिदेशी सूर्य कुम्भ मिथुन राशि श्री देवगुरु कुम्भ राशि श्री सूर्य तथा च कुम्भ राशिते चन्द्रमसी अन्य शुक्रेषु शुभ स्थान राशि स्थितेषु सत्सु एवं ग्रह गुण विशेषेण विशिष्टाय शुभ पुण्यतिथौ अद्देह अत्रि गोत्रोत्पन्नस्य अत्रि अर्चनस्य वा सत्रि परवनपितस्य माध्यन्दिनीय शाखान्तर्गत शुक्ल हृदयेन अत्रि गोत्रोत्पन्नस्य तथा च मीन राशि शरस्य दातारं सर्वण मम तथा कुम्भ राशिरस्य दातानां सर्वणं मम तथा च धनुराशिरस्य भीमायानां देव्यां मम तथा च सज्येष्ठ पुत्र कन्या राशिरस्य पदप्रसाद सर्वणं मम तथा च सभार्या यथा नाम्ने मम नाम सञ्जय मम हुनुला तथा च मध्यम पुत्र मकर राशिरस्य ख्याम प्रसाद सर्वणं मम तथा सभार्या वृष राशिरस्य उमा नाम्ने देव्यां मम तथा च एउटा डरलाग्दो नाम छ अबजी तथा च कर्क राशिरस्य तथा च हाकिम प्रसाद कुमार मम सपरिवारस्य कनिष्ठ पुत्र सानो मामा नाम के हो कर्क राशिरस्य होमना सर्वण मम तथा च मेष राशिरस्य लक्ष्मीनारायण देव्या मम आफ्ना नाम सम्झेर सबै सब भगिनी आदि सब पुत्र पुत्री छोरा छोरी सबै भनेको है त पुत्र पुत्री पपौत्र पपौत्री अखिल कुटुम्ब बन्धुवर्ग आदि सहितस्य मम श्रुति स्मृति प्रणत फल प्राप्त्यर्थम आध्यात्मिक आदि दैविक आदि भौतिक त्रिदिताप उपशमनार्थम सर्व दुःख शमनार्थम तथा च व्यापारे लाभार्थम धन धान्य समृद्ध्यर्थम आयु आरोग्य ऐश्वर्य अभिवृद्ध्यर्थम तथा च विद्या लाभार्थम शारीरिक कष्ट रोग दोष निवारणार्थम अनेक कुलबाधा पितृबाधा देवी देवता बाधा समस्त बाधा सुशान्ति कामना अस्माकं गृह पशु प्रकोष्ठहरूमध्ये करिष्यमाणं दीपक कलश गणेश चतुर्वेद वेद ब्रह्म विष्णु प्रजापति पूजन कर्मणि तथा च सूर्यादि नवग्रह देवता पूजन कर्मण यथासंख्यक ग्रह सूक्तादि पाठ कर्मणि तथा च महाकाली महालक्ष्मी महासरस्वती नवदुर्गा भगवती पूजन कर्मण दुर्गा सप्तशती पाठ कर्मणि तथा च लक्ष्मीनारायण पूजन कर्मण यथासंख्य श्रीमद् भागवत मूल पाठ पारायण श्रवणादि कर्मण तथा च तदद्य सायंकाले तिल तैलाक्तान लक्ष वर्धिका प्रजन कर्मणि इमाम प्रतिज्ञा संकल्प वयम करिष्यामहे छोड्दिनु त्यो छेउछेउमा छोड्दिनु उही बातीको छेउमा अम जाग्रतो दूरम उदयति दैवन्त दोसुप्त सततै वैति दुरङ्ग मञ्ज्योति खान ज्योति रेकन्तन मे मन शिव संकल्पमस्तु अस्तु शिव संकल्प सत्य सन्तु यजमानस्य काम ल माथि पूर्वपट्टि बल्दै गरेको दियो छ त्यहाँनेरि थालमा चानाचुनी राखेको एउटा नैवेद्यको थाली छ त्यो थाली मध्येबाट एउटा दुना अगाडि राख्नुहोस् त अनि फुल अक्षताले पूजा गरिदिनुहोस् त्यही हैन त्यही अगाडि गर्नुपर्छ हो त्यहाँ राखेर त्यो दुनामा पूजा त्योको पूजा हुँदैछ ल त्यहाँ पूजा गर्नुहोस् त हरि ओम महापृष्ठो दिव्य पृष्ठो अग्नि पृथिव्यां पृष्ठो विश्व खतरा विवेश वैश्वानर सहसा पृष्ठो अग्नि सन्नो दिवा सर्कस्पाद नक्तममा कर्म साक्षिणे तिल तैलाक्त दीपाय नमः आवन गरिदिनु होला आवा हितो बाबा आसन राखिदिनु कुसको टुक्रा आसन समर्पयामि पञ्चोपचार चढाइदिनु 6 वटा बटुकाको पादयो पाद्यतलं समर्पयामि अस्त्र अर्घ्यं मुखे आचमन्यं सर्वाङ्गे इष्टान्यं पय पञ्चामृतम शुद्धोदक स्नान समर्पयामि कर्म साक्षिणे दीप नारायणाय नमः चानाचुनी नैवेद्य चढाएकै छ फुलेर नमस्कार गरिदिनु नमः कमलनाभाय नमस्ते चलसाइने नमस्ते केशवानन्द वासुदेव नमस्तुते नमस्तनन्ताय सहस्रमूर्तय सहस्रपादाक्षि शिरोरुभावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः कर्म साक्षिणे दीप नारायणाय नमः राखिदिनुहोस् त त्यो दुना लगेर उठिरहनु पर्दैन हात गर्दै लहर पर लगेर राखिदिनु दियोमा ल अब ती 4 सुरका बेत ते पाला छ नि ती टक 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 पाला हालिदिनुस् ती अगाडि छ 25 घुमाउँदा हुन्छ मान्छे घुम्नु पर्दैन ल
पञ्चकुमा होइन नैवेद्यको दुना त्यहाँ थालीमा छ नि त 5वटा पञ्चकुमा देवतालाई 5वटा कलश छन् पञ्चकुमा 5वटा दुना राखेर 5मा पूजा गर्नुहोस् अनि आह्वान गर्नुहोस् खुसका टुक्रा पञ्चोपचार चन्दन अक्षता फुल हरि ओम भूरसी भूमिरसी तितिरसी विश्वदाय भुवनस धर्तिम जस प्रतिरुङ्गमाय गुंसी धान्यमसी धेनुन् देवा धानायत प्राणायत धानायत व्यानायत दीर्घामर उपस्थिति माय खे धान देव वा सविता हिरणा पाणे प्रतिपदात छिद्रण पाएन चक्षुकेता महिना भयसी आजिग्र कलशम हर्जत विसन्ति नव पुनः रुजा सान सन्तरुक्ष रुधार पासित पुराण विशदरै वरुण सोत मनमसी वरुण संस्कमर जानितो वरुण सरित सदन्यासी वरुण सदनमासिदा अम्मे अम्मे के बालिकेन मानति कसना सोत सुभद्रगाम काम्पिले वाचिनिम अस्वस्थे पनि खदाराम परणे बो बसर्किता गोवा चित्र सदा पुरुखम्मा बृहस्पति अदति हरियाति मद्विवादि कर्त मदने गुज्जति दशवतरित प्रदास ततमा चित्रम उपायम गृहदोषि बृहस्पति त्वखति हरि बृहस्पति द्वा पञ्चकुम देवता भ्यो नम आह्वान गर्नुभयो पञ्चपचार चढाउनुभयो अस्मिन् कलशे साङ्गम सपरिवारम साइदम ससुतकम आभयामि स्थापयामि पूजयामि नमस्करोमि पादे पादतलम वस्त्र अर्घ्यम मुखे आचमने सर्वाङ्गिष्टान्यं पय पञ्चामृतं सुतोदकिष्टान् समर्पयामि पञ्चकुम देवता भ्यो नम गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि नैवेद्यं च निवेदयामि नैवेदान्ते आचमनं जल समर्पयामि मुखभाषार्थे ताम्बूलं दक्षिणां समर्पयामि पञ्चकुम वर्णाय नमः हात फूल पकडेर नमस्कार गरिदिनु नमो नमस्ते स्फटिका प्रभाय सुश्वेतहाराय सुमङ्गलाय सुपाच हस्ताय च शासनाय जलादिनाथाय नमो नमस्ते अपापदे वरुणाय नमः पञ्चकुम वर्ण देवताभ्यो नमः दुनामा राखिदिनु 5वटा कलश छन् प्रत्येक कलशका मुखमा राखिदिनु होला दुना दुना लगेर अब 4टा दुना राखिहाल्नुहोस् त एउटा दुनो लिनु ल एउटा अदित्यादि पूर्वचारित संकल्प सिद्धिरस्तु अत्रि गोत्रोत्पन्न सब परिवारस्य बन्धुवर्गादि अखिल कुटुम्बादि सहितस्य मम तथा च तिल तैलाक्त लक्षवर्तिका प्रजन कर्मण निर्विघ्नता सिद्ध्यर्थम गणेश पूजनम च महम आवाम वयम करिष्ये वा करिष्यामहे ल ती छोड्दिनु ल त्यहाँ पूजा गरौँ ल गणेशलाई हरि ओम गणानान्त्वा गणपतिगुं हवामहे प्रियाणान्त्वा प्रियपतिगुं हवामहे निधिनान्त्वा निधिपतिगुं हवामहे पशो ममाहवजानि गर्भदमा तमजासि गर्भदम सिद्धिबुद्धि सहिता सावधा श्रीमन्मा गणाधिपतये नमः ओम गम गणपतये नमः आह्वान गरेर कुशको टुक्रा राखेर पञ्चपचार चढाइन्छ आवाहितो बाबा आसनं समर्पयामि गम गणपतये नमः हस्ते अर्घ्य जल समर्पयामि गणपतये नमः मुखे आचमन जल समर्पयामि गणपतये नमः सर्वाङ्गे इष्टान्यं जल समर्पयामि गणपतये नमः शुद्धोदक इष्टान पञ्चामृत इष्टान समर्पयामि गम गणपतये नमः पञ्चामृतान्ते शुद्धोदक इष्टान समर्पयामि गम गणपतये नमः सर्वपत्रार्थे गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि वस्त्रम उपवस्त्रम यज्ञ पवित्रं च समर्पयामि गम गणपतये नमः दुर्वाङ्कुरं समर्पयामि नैवेद्यं च निवेदयामि सर्व चढाकै छ गणजनहरू ल एउटा सानो फल सुपारी लिएर नमस्कार गर्नु त रक्ष रक्ष गणा दक्ष रक्ष त्रैलोक रक्षक भक्ता नाम अभयम करता त्राता बाबा भवाण्डवाद दही मातुर कृपा सिन्धु षड मातुर कृपा प्रभु वरदस्तं वरम दही वाञ्छिता वाञ्छितार्थदा अनिना सफलार्घेण फलदस्तु सदा मम निर्विघ्नमस्तु सिद्धिबुद्धि सहिता सावधाय श्रीमन्मा गणाधिपतये नमः अब हातमा फुलेर गणेशजीको प्रार्थना गरिदिनुहोस् विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते सिद्धिबुद्धि सहिताय सावधाय श्रीमन्मा गणाधिपतये नमः ध्यानार्थे मन्त्र पुष्पाञ्जलि समर्पयामि त्यो दुना लगेर गणेशजीमा अर्पण गरिदिनुहोस् त नजिकै हुनेले त्यही गणेशमै अर्पण गरिदिनुहोस् हातमा रहेको फुलहरू अक्षताहरू ल ल एउटा दुना अगाडि राख्नु त अनि त्यहाँनेरि पूजा गर्नु त ब्रह्मज्ञान प्रथमा पुरदा दुई माता सुरसोभेनाव सपुन्द उपमा सविता शत सयिन शत शिविवा सावित्री सहित ब्रह्मणे नमः या गच्छ या तिष्ठ यावत् कर्म करोमि तावत् म सुस्थिरो बाबा सुप्रसन्न व्रत आह्वान गरेर पञ्चपचार आसन राखिदिनु पञ्चपचार चढाइदिनु अब हितो बाबा आसनं समर्पयामि फुलेर नमस्कार गरिदिनु यम ब्रह्मा वरुणेन्द्र रुद्र वरुदास्तुन्वन्ति देवैस्तवै वेदै सङ्गपदाक्रभोपनिषदैर् गायन्ति यम सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्यां तं न विदुषुरासुरगणा देवाय तस्मै नमः तपाईले कसैले पनि भन्नु भएन यो मन्त्र सोच्दा नि सुन्दा भन्नुहुन्थ्यो ब्रह्म सावित्री सहित ब्रह्मणे नमः ध्यानार्थे मन्त्र पुष्पाञ्जलि समर्पयामि हो त दुनाला के राख्नुहोस् त
बनाएको त छिटो भन्छ के चाहिँ यहाँ छ नैवेद्य हाल्यो भने कि कुन अक्षताले पूजा गर्नु न त्यो वरिपरि त्यो चारवटा दियोलाई ओम चतुर्विभ्यो नमः पूर्वे ऋग्वेदाय नमः पूर्वको पालालाई पूजा गरिदिनुहोस् पूर्वे ऋग्वेदाय नमः या कच्छ या तिष्ठ यावत् पूजा गरमे तावतं सुस्थिरो भव एतानि गन्धा अक्षता पत्र पुष्पाणि समर्पयामि दक्षिणको पालालाई पूजा गरिदिनुहोस् दक्षिणे यजुर्वेदाय नमः एतानि गन्धा अक्षता पत्र पुष्पाणि समर्पयामि पश्चिमे सामवेदाय पश्चिमको पालालाई पश्चिमे सामवेदाय नमः एतानि गन्धा अक्षता पत्र पुष्पाणि समर्पयामि उत्तरको पालालाई उत्तरे अथर्ववेदाय नमः एतानि गन्धा अक्षता पत्र पुष्पाणि समर्पयामि हरिओमयि खेतोर्जेत्वाय वस्तदेवो वः सविता प्रार्पयतु श्रेष्ठतमा कर्मण आप्यायध्वमग्न इन्द्राय भागं प्रजापति रणमेव यक्षमामवस्थिरे शतमागसगुंसो ध्रुवाश्विन् गोपतो स्यात् बहुर्यजमानस्य पशुनुभाइ चतुर्विभ्यो नमः ध्यानार्थे मन्त्रपुष्पाञ्जलि समर्पयामि सुप्रसन्नो वरदो भव अब उ त्यहाँ माथि के अरे दुनामा चाहिँ बाती हालेर राखेको छ दुनामा बाती हालेर राखेको छ जसको अगाडि चाहिँ उहाँले यता दिनुहोस् त हो भयो जति त ठिक्क पारे जति ल यो बाती एउटा दुना लगेर तपाईँले कुल भनेर बिहान चढाउनु भएको छ नि त्यहाँनिर एउटा लाखपतिको भाग दिएको है भनेर बाल्नुहोस् एउटा यज्ञमा त्यहाँ भएका देवी देवता सबैले लाखपतिको भाग भनेर बाल्नुहोस् दुईटा भयो नि त बालेर लगे पनि भयो उही लगेर बाल्दै पनि हो निप्नु चाहिँ भएन यहाँ लगेर बालेर जाँदा तपाईँ दुईटा डुनाएर त्यो लाइटर लिएर जानुहोस् त हो अब कतिवटा रह्यो हजुर हो एकजनालाई यो एउटा दुनु बाल्नु र तुलसीको मोठमा लगेर राखिदिनु भित्र दुईटा कुललाई र त्यहाँ जगेका देवताहरू पितृहरू सबै सम्झेर एउटा बाल्ने उतो पालामा बाल्नु र तुलसीको मोठमा उता लुगा नसल्किन गरी राखिदिनु बिस्तारै अब एकजनाले अर्को दुनु उठाउनुहोस् त नैवेद्य रोटी चानाचुनी अप्पको भयो त्यहाँ बाल्नु तुलसीको मोठमा हो त्यो लगेर फुलबारीमा यहाँका देवी देवताहरू पाथिभरा पञ्चकरा सबैलाई त्यही त फुलबारीमा थियो छोरी मान्छेले लग जलाएर लाँदा पनि हुन्छ भाइ तुलसीको मोठमा कुर्सीमा होइन त्यहाँ अब नि मामा सुन्नु त त्यो फुलबारीमा राख्नेलाई त यहाँका देवी देवताहरू सबै पाथिभरा पञ्चकन्या यहाँका गाउँका देवीहरू सबैलाई भनेर बाहिर राखिदिनु पर लगेर लाखपतिको भाग दिएका छौँ है भनेर यहाँ बत्ती जल्दैछ अब एकछिनमा अब एउटा दुनामा त्यो लाखपति मध्येबाट 5 वटा बाती झिक्नुहोस् त बिचको दुवालाई डाइरेक्ट बारुस पार्न पाइँदैन झिक्नुभयो किताबले पञ्चवर्ती भन्छ क्या पञ्चवर्ती भनेको 5 वटा बाती हो दुनामा राख्नु र माथि आमालाई दिनु आमाले त्यहाँको दियोमा सल्काउनुहुन्छ र उयो बिचको दियो सल्काउनुहुन्छ एकजनाले आमालाई पक्रिदिनु है त्यहाँ अहिले हुतिन सक्नुहुन्छ व्रत लिनु भएको छ भोकै बस्नु भएको आधी घण्टा त भयो त्यो मूल दियोमा माथिको दियोमा तामाको दियोमा बाल्नु त पालामा होइन तल्लोमा हो अब त्यो बिचको यहाँ माथिको बेदीभित्रको दियो सरक्क तपाईँको लुगाहरू जोगाएर हरिओम हो त्यहाँ एकछिन लगाइराख्नुहोस् आँखाले भ्याउनु भएन हो मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति न तार्क्ष्योर् अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु
जलाइसक्नुभयो त्यहाँनिर तेल भरिसके छैन ल अहिले पूजा गर्दै जाँदा सकिएको जस्तो लाग्यो भने थप्नुपर्छ ल त्यहाँ एउटा नैवेद्यको दुनु छ नि त अगाडि हो त्यो बिचको दियोलाई चाँदीको दियो जुन छ हो त्यो दियोलाई त्यहाँनिर तिलले पूजा गर्नु अक्षता चाहिँ अलग्गै राख्नुहोस् है त्यो जोकेर पनि नजानु होला अक्षता चाहिँ हो हरिय महस्थिरो भव बिडभङ्गा सुरभव वाज्यरवन्ना पृथुर्भव सुखदस्ता मग्रे पूरिकबाण इदं विश्वरूपी चक्रमे त्रिधानी ददे पदम सम्पूर्णमस्य पागुं सुरेश लक्ष्य वर्तिका स्वरूप विष्णवे नमः आवन गरेर कुसको टुक्रा राखिदिनु त आवाहितो भव आसन समर्पयामि अनि पञ्चोपचार चढाइदिनु पादयो पाते जलं समर्पयामि अस्त्र अर्घ्य जलं समर्पयामि मुखे आचमने जलं समर्पयामि सर्वाङ्गे स्थानीयं जलं समर्पयामि पय पञ्चामृत स्थान समर्पयामि पञ्चामृतान्ते शुद्धोदक स्थान समर्पयामि शुद्धोदक स्थानान्ते मधुपर्कं च समर्पयामि लक्ष्य वर्तिकायै नमः विष्णवे नमः गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामि त्यो बिचमा तल त्यो कलशको फेदामा राख्नु ल अनि फुल लिएर नमस्कार गर्नुहोस् बाती माथि फुल नहाल्नु होला अहिले राख्दाखेरि फुल लिएर नमस्कार गर्नुहोस् ओम नमो स्तनन्ताय सहस्रमूर्धय सहस्रपादाक्ष शिशिरोरुबाभि सहस्रनाम्ने पुरुषाय सहस्रते सहस्रकोटि उदाहरणे नमः नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्दो वासुदेव नमस्तुते भासनाथ वासुदेवस्य वासितां भवरात्रयं सर्वभूतनिवासोऽस्मि वासुदेव नमस्तुते वासुदेवाय नमः सबैजनाले भनेर ओम नमो भगवते वासुदेवाय भनेर त्यो फुल राखिदिनुहोस् ओम नमो भगवते वासुदेवाय ल अब त्यहाँ तिल लिनुहोस् सबैले तिल अथवा मन्जरी लिनुहोस् अनि बिचको दियोलाई टाढा हुनेले दुनामा गर्नुहोस् अलिक खनाइदिनु लगेर छेउमा नजिक अब दियोलाई पूजा हुँदैछ ल मकै छरे जसरी पूजा गर्न मिल्दैन चोर औँली र कान्छी औँली त्यो दुईटा औँलीको बिचबाट पूजा गर्नुहोस् है त अब भनेला मैले अब ओम महाकालाय नमः शिर पूजयामि ओम विष्णवे नमः ललाटां पूजयामि ओम वन्नवे नमः नेत्रां पूजयामि ओम रववे नमः कर्णो पूजयामि ओम दीप्ताय नमः नासिकां पूजयामि ओम निशाकराय नमः मुखं पूजयामि ओम रुद्राय नमः कण्ठं पूजयामि ओम शेषाय नमः स्कन्दं पूजयामि ओम जगद्व्यापिने नमः ओम बाहुं पूजयामि ओम तेजरूपाय नमः स्तनौ पूजयामि ओम महेश्वराय नमः नाभि पूजयामि ओम विश्वरूपाय नमः कटिं पूजयामि ओम जगत प्रभवे नमः गुदां पूजयामि ओम स्वप्रकाशाय नमः उरुं पूजयामि ओम स्वयं ज्योतिषे नमः जाननी पूजयामि ओम चतुर्विवाहाय नमः गोल्भो पूजयामि ओम जनाधिपाय नमः पादौ पूजयामि ओम परम ब्रह्मणे नमः सर्वाङ्गं पूजयामि फेरि भगवानको पाउदेखि सम्झिँदै पूजा गर्ने तिलले ओम धात्रे नमः पादौ पूजयामि ओम विधात्रे नमः जङ्गे पूजयामि ओम स्रष्टे नमः उरुं पूजयामि ओम प्रजापतये नमः मेढ्रं पूजयामि ओम परमेष्ठिने नमः कटिं पूजयामि ओम अग्निरूपाय नमः नाभि पूजयामि ओम पद्मनाभाय नमः हृदयं पूजयामि ओम वेदसे नमः बाहुं पूजयामि ओम दामोदराय नमः कण्ठं पूजयामि ओम हिरण्यगर्भाय नमः मुखं पूजयामि ओम ब्रह्मणे नमः शिर पूजयामि ओम विष्णवे नमः सर्वाङ्ग पूजयामि ल गरिसक्नुभयो ल फुलले नमस्कार गर्नु त ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं सबैलाई भोक लागेको छ आवाज आएन शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभं श्रियं नमामि विष्णु शिरसा चतुर्भुजं ओम विष्णवे नमः लक्ष्मीनारायणाभ्यां नमः राखिदिनुहोस् त फुल बातीमा नहालिकन ल अघिकै जस्तो फेरि अब कसरी बाल्ने त एउटा दुनाबाट बाती झिकेर बाल्ने कि अब त्यो बिचको दियोबाट वरिपरिको बाती कोही हिँडिरहनु पर्दैन होइन बिचको चाँदीको दियोबाट बाती सल्काउनु पर्ने हुन्छ अर्को बाती अनि त्यता बाहिरले सल्काउनु आफ्नो अगाडि त्यो बाती घुम्छ त्यो तपाईँहरू नघुम्नु होला आफ्नो अगाडि त्यो बातीमा यसो दल्नुहोस् अनि यहाँबाट फर्काउँ यहाँबाट बाला दिउँ भाइले खिचिहाल्नु त
दुनाबाट सल्काउँदै सल्काउँदै जाने त्यो चाँदीको त्योबाट सल्का उता बाला दिनुहोस् आफ्नो अगाडि मात्रै कोही नउठ्नु आफ्नो अगाडि मात्रै जहाँ आफ्नै अगाडि भेट्नुहुन्छ हरि ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनो हरि ओ भइगयो आमाले हात लगाइदिनुहोस् अनि उता दिनुहोस् त्यो दुना उता दिनु उता हुनेले यता दिनु बाले दिनु न उता हो अरूलाई दिनु त सार्दै सार्दै आउनु न सार्दै सार्दै जानु त बाटी ओम स्वस्ति न इन्द्र वृद्धश्रवाः छिटो छिटो सार्नुहोस् हात नकमाइकन स्वस्ति न इन्द्र वृद्धश्रवाः स्वस्ति न पोखा विश्ववेदाः स्वस्ति न दारिशोर हरिशनेमिः स्वस्ति नो बृहस्पति दधातु मंगलम भगवान् विष्णु मंगलम गरुडाध्वज मंगलम पुनरीकाक्ष मंगलाय तनो हरि कपुर भन क्या कपुर हालेको कपुरमा सर्काउनु कपुर भयो यहाँनिर पनि छोइरहेको छ मम्मीले सल्क्यो त्यति हुँदा सल्किँदै जान्छ एक साइडको सकिने आँटिसक्यो एउटा बाँकी ल अब तिल बाँड्नुहोस् त सबैजनाले बिस्तारैसँगले आरामले घुम्दै पनि गर्ने पूजा पनि गर्दै जाने तिल ल्याउनुहोस् त कपुरको बट्टा पनि ल्याउनु होला अलिकति आफ्ना आफ्ना लुगाहरू जोगाउनु होला घुम्दाखेरि नानीहरूलाई मसिनो बच्चाहरूलाई बाबाहरूलाई ध्यान दिनुहोस् तिल सबैजनाले पहिले हातमा तिल लिने सकी पालो थियो तर हामीले आपेत भएको ल तिल लिनुभयो सबैजनाले हजुर लु पूजा गर्दै बिस्तारै एक दाना दुई दाना पूजा गर्नु ल हरि ओम महासाल पूजा गर्दै घुम्न सक्नुहुन्छ है घुम्न पूजा गर्दै घुम्न सक्नुहुन्छ हरि ओम सहस्र रेखा पुरुखः सहस्राक्ष सहस्रपात सभूमिगुं सर्वतस्मृत्वा तेतिरदशाङ्गुलम्मा मोकै छ र यसरी चाहिँ हुँदैन ल पुरुखे वेदगुं सर्वं जद्भूतं च सभाव्यं उता पृतदस्वेशानो जदन्येनाधिरो हरि एतावान् सपहिमातो जायां सपुरुखापादश विषभूतानि त्रिपादशमृतं दिवि त्रिपादोर्धवदे पुरुखा आदुस्वेहा भवत्पुनः ततो विग्रामशासनान् संयाभिः ततो विराटजात विराजोदि पुरुखा स्वजातो अतिरिक्तवसाद भूमिमतो पुरः तस्मादव्यासन् विराजमा पशुतां च ग्रेवाय नारण्यग्राम्य सजे तस्मादन्या सर्वोदरि च सामानि जग्निरे छन्दांसि जग्निरे तस्मात् जायत तस्मात् स जायन्त जे केचो भय ततः गाव हजिरे तस्मात् जात जावयः तं जनं वर्षि प्रोचन पुरुखं जातमग्रतः तेन देवा अयजन्त साध्यारि कैस जे जत्पुरुखं वेदतो पतिधाभ्य कल्पयन् मुखं किमशासित् किं बाहु किमरूपाद उच्यते ब्राह्मणो सपतमासित बाहु राजन्यः कृतः वृतदशो जद्वैश्यपतिव्यागुं शूद्रो जायत चन्द्रमा मनसो जात चक्षो सूर्यो जायत श्रोत्राभ्याय प्राणसमुखादग्निर्जायत नाभ्यासितन्तरिक्षगुं शिष्णदोः समवदा पतिव्यां भूमरिचा सूत्र तथा लोकामकल्पेन जगुरुगण विघाति वाजन्मदन्मदा वसन्तो साक्षिता चन्द्रिकृत्मसरदभिः शब्दाशासनपद्धतिः शब्दसमुदाकृताहात् जनेन जनम एक पिछाडी राख्नु सचन्दपूर्वे साध्यः सन्ति देवाः लक्ष्यप्रतिगायै नमः प्रेमले भगवान लक्ष्मीनारायण भगवानको सत्यनारायण भगवानको भागवत भगवानको लक्ष्यप्रतिगा महोत्सवको भक्तवत्सल भगवानको जय
जय जय श्री राधे मामाले 1 रुपैयाँ पैसा र उता एउटा सुक्खो लिएर पानी पक्रिनुहोस् न जस्ट 1 रुपैयाँ हरि ओम तत्सदम विष्णु विष्णुदेह पूर्वचारका सङ्कल्प सिद्धिरस्तु पूर्वचारका सङ्कल्प सिद्धिरस्तु अत्रिपुत्रस्य सपरिवारस्य बन्धुवर्गादि सहितस्य ब्याच मेरो भिडियो खोलेको छैन वाञ्छित फलाप्राप्त्यर्थं तिलतैलाक्क अब लक्ष्यवर्धिका प्रचार कर्मण श्री विष्णवे समर्पयामि नमः लगेर लक्ष्मीनारायण थालमा राखिदिनुहोस् ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भगवन्तिनन्दनाय वासुदेवाय भगवन्तिनन्दनाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय